त 2 घण्टा भइसकेछ कपाल कटाउनु भनेर गएको अहिलेसम्म आउनु भए छैन कहाँ जानु भएछ तिम्रो बुवा कसले दिन्छ पैसा ह त्यो मेरो बुवा नै हैन बुवा नभए को त हजुरबुवा हो को अनि मैले चिना भयो पो उतैबाट त्यो मान्छे आएर कपाल काटो यति लामो कपाल पाल्नु हुन्न भने अनि म त त्यतिकै आइदिएको अरे बाप रे म जाऊ किन जाने मेरो पैसा को दिन्छ नि उ माथि भगवानले दिन्छ म त धेरै बेर बस्दिन म त हिँडे अरे ओ बच्चा अरे बाप रे कस्तो कस्तो मान्छे कपाल कटाइलिन आउँछ बा यस्तो भयो भने हामी सैलुनको भाडा कसरी तिर्ने हो ए नाति कपाल काटिस काटे नि पैसा तिर्नु पर्दैन रिसाले झन्डै काने काट्दियो नि काट्छ त्यसले काट आजकलका जमानामा पनि कसैले पैसा तिरेर काट्छ बरु तेरो बाउको 15 रुपैयाँ मैले बचाइदिए आज ल हिँड जाऊ घर ल अब देख्छ त्यो होटल बडा मेरो होटल अगाडि केटी बसेर केटीलाई राखेर होटल चलाएर मेरो होटल सघाउने अब हेरौँला नि म पनि ल अब तिम्रो काम चाहिँ त्यो होटलमा जाने ग्राहकलाई मुसुक्क हाँसिदिएर यता तान्ने आँखा झिम्काइदिने उनीहरूले हेऱ्यो कि त्यसको होटल सुकाएरै छाड्नु पर्छ खोइ त खाने मान्छे त कोही आउँदैन त यसरी केटी राख्दा पनि हामी आयो तिमीलाई लाज लाग्दैन केटी ल्याएर होटलमा राख्न न होटल खोले त ठिकै छ अझ केटी ल्याएर राख्ने यो पनि हेर न मुख छोपेर बस ए नखर माउली मुख छोपेर बस हात नहाल होटल नचलेपछि के गर्नु त हो नसोधी होटल खोल्ने त्यहाँ माथि केटी ल्याएर मा जगत चाहिए हातले जगत चाहिए यसरी के हो यो किन बुढा त्यसरी कुरै नबुझिकन होइन के गरे भने तिमीहरूले आफ्नै छोरालाई कुटेर मुख हान्नु जस्तो अनि तिमीले चाहिँ के गरे नि यो आफ्नै छोरालाई केटी बनाएर के गर्नु त अब ती केटी भए होटल त भयभरको मान्छे खाने त्यतैपट्टि जान थाले यता चरोमुसो कोही आएन यसो यसलाई केटी बनाएर राख्दाखेरि कोही मान्छे होटलमा खाना आउँछन् कि भने मान्छे आउनुभन्दा अगाडि उसले कुटा खायो पुरा बुझ्नु छैन आज पट्टापट हात हालेछ सोध्नु त पर्छ नि एकपल्ट अघि नै भन्नु पर्दैन के भन्नु नि मैले भन्न नपाइकन कुटेर ध्वस्त बनाइसक्यो भन्न भ्याए पो त हेर न बेकारमा आफ्नै छोराले कुटाइ खायो यो हेर्न हात्ती फेरि कुट्न पायो भने कसरी कुट्छेस अघि नै चाहिँ हात्ती हात हल्किएर मोरा भन्ने अहिले चाहिँ कराउँछस् नगरा ठिक्क परे बज्यालाई साउजी यो काउली किलो कसरी हो यो 40 रुपैयाँ किलो यो सिमी नि यो सिमीको 35 रुपैयाँ किलो ओहो अनि यो गोल भेडा चाहिँ कति हो नि गोलबेडा धार्नेको 90 रुपैयाँ आमै कस्तो महँगो